हेलो गाइज, आज चाहिँ हामी हैन सबैजना स्केट खेल्दै रोडमा तलतिर घुम्न जान लाग्छौँ। आज चाहिँ यो हाम्रो फर्स्ट भ्लग हो हैन। हामी यहाँ 3 जना छौँ, अगाडि 2 जना उता दौडिँदैछन् हैन। अब चाहिँ तल गएर हामी पनि जुत्ता लगाएर ट्याक्क हाम्रो स्टार्ट हुन्छ खेलाइ। त्यसपछि फर्स्ट टाइम हो। म त अब हामी त छैनौँ फर्स्ट टाइम, हामी त खेलिरहेको फर्स्ट टाइम हो हैन। अनि त्यही हो, 2 जना फेरि अगाडि लहर लहर दौड्दैछन्। चाहिँ एउटा ग्याङको लिडर हिँडिसक्यो नि ल। हाम्रो आशिकको बिग फ्यान ल, बिग फ्यान ल। होइन ओह्रालो छ है रामसँग ए ल। हाम्रो आधा ग्याङले चाहिँ यहाँबाट होइन यहाँबाट जुत्ता लाउनु लाग्छ। विपिन भाइ भनेको यो ग्याङको लिडर हो न। इलो मुलासँग त लाउँछु के बोला न यार भाइ। आज हामी कहाँ जाने भन्थ्यौ त? आज हामी कहाँ जाने हो त? आज हामी भनेको यहाँ मूलपानी चोकदेखि होइन तल जयपुर राकेश दाइले स्कुलमै जाने हो। यो चप्पल राख पहिला ब्यागमा अलि चिस। अनि ए म पनि सक्दैन क्या हो क्या मजा आउँछ त यार। ल यही सन्देश ल हाम्रो आशिकको स्टन्ट हो ल। हाम्रो अर्को स्टन्डर त्यहाँ बसेर चप्पल हाल्नु छ होइन। हामी चाहिँ कति 1 2 3 4 5 जना होइन टोटल चाहिँ अब यहाँबाट हिँडिसक्यो होइन जुत्ता सुत्ता लगाएर। यो एउटा अर्को केटाहरू छिचिडै हिँडिरहने यार, मलाई गिटार बोकाएर। ए बोलाक हाम्रो कहाँ हो हाम्रो यात्रा? मजा छैन त? नै तान्न पर्दैन हामीलाई। हाम्रो यो ग्याङ हो, छुट्टै ग्याङ हो फेरि हाम्रो। ए लोटे भने झिकझाक भयो छोड। यिनीहरूले मलाई लोटाइदिनु यार। झिकझ्याक धन्नै लोटेको यार। पछाडि चाहिँ ग्याङहरू छन् होइन हाम्रो। हामी आज जयपुर हो कि सिधै जयपुर पुग्ने हामी। आउने हो ल बिस्तारै। म पुग्यो भने फोन गर्छु। आउनु न गिटार सितार बजाएर बसौँला ल। मलाई तान्दिएको यस्तो उ भएको थियो नि होइन, ब्यालेन्स बिग्रिरहेको थियो खर्खर खर्खर। हो तर खुट्टा लाट थाक्छ है। बल्ल फ्री आउने ल। विपिन भाइ गयो अगाडि हो, गयो हो हान्यो। अघि बाइकमा ताने बेला होइन यस्तो इम्ब्यालेन्स भएको थियो नि। हामी चाहिँ अहिले हुरली कर्णाली स्कुलमा आइसक्यौँ होइन। त्यो चाहिँ
ल हामी चाहिँ अहिले भुरली कटेर टिके माडमा पुगिसक्यौँ है। टिके माड अगाडि ट्याक्कै ल यो चाहिँ टिके माड हाम्रो भुरलीको। रेस ल दौड्यौ। यो गिटारले लाट झ्याउ गरेर आएर यहाँ माथि टप्लक टप्लक हल्लिन्छ होइन, लास्टी झ्याउ गरेर मुख सुकिहाल्यो। अर्को भाइ फेरि पछाडि छ। विपिन भाइ देखियो कि नै? ए आइहालेछन्। बल्ल आधा बाटो पनि आयौँ होला, बल्ल होइन हामी। लाइन लागेर केटाहरूले दिएछन्। लाइन ल हामी अब फलाटे पुग्न लागिसक्यौँ होइन। दियो दियो हामी अब फलाटे लगभग पुगिसक्यौँ होइन। फलाटे चाहिँ तलतिर सिधै बाटो जान्छ, यो सिधै मेन हाइवे चाहिँ फलाटेतिर जान्छ। अनि यता ठ्याक्कै लेफ्टतिर चाहिँ हाम्रो जयपुर जाने बाटो हुन्छ। पहिला ठाउडी आउँछ होइन। ल इङ्ग्लिसको नाममा वाट भन्न। यस यस वाट यस नो नो। विपिन भाइ खै एक्लै इन्डिया थियो मान्छे फेरि। हुन त केटी देखिरहेको त्यहीँबाट पनि होला भनिदिने कि। चेन्ज किन यस्तो जोसमा? कस्तो जोस चाहिँको विपिन भाइ किन हो? आशिक विपिन दुईटा केटी देख्यो भने जोसी बिहान खै ए ए टाउको देखियो तर मोबाइलले चाहिँ क्याप्चर हुन्न। बाटो अब यहाँको बाटो सही छ के? यो चाहिँ हाम्रो ठाउडी जाने बाटो होइन। ठाउडी हुँदै जयपुर सही मजा छ। न यही जोसमा नहिँड्नु है त्यस्तरी। सही छ बाटो चाहिँ। फेरि घटे गयो भने गयो सिधै। गन्नाको घर चाहिँ उ त्यो होइन, पछाडि चाहिँ दाउरा राख्या टक्क। अघि बाइक बुलेट बाइकमा आएको साथीको घर चाहिँ त्यो होइन। ल ल हिँड्यो केटाहरू बाटो रिजर्भ गरेर हिँड्दैन यार। विपिन भाइ त अहिले जोसमा आयो नि त, बाटो राम्रो देखेर ओके हो। ल म त विपिन भाइसँग गएँ अब सिधै। गिटार नभइदिया म त आउने रहेछ। ए एक्सिडेन्ट ल ल यही लास्टै थाक्यो है। ए एकदम त्यो अवस्था देखाउनु पर्छ गाडी आएपछि। ल गाडी आउने यत्तिकै त्यो मान्छे भागेर कुनामा पुग्थ्यो त नि। ल फेरि उठिहाल्यो लास्टै। वा खतरा हानिन्छ। हेर्न विपिन भाइ बिस्तारै। अब हाम्रो धेरै छैन गन्तव्य, त्यहीसम्म हो। गिरिङ छ खै हाम्रो महेन्द्र भाइ स्लो मोसनमा आइरहनु नि त। महेन्द्र भाइ त किन हो यस्तो? ल क्याटो हान्दै हो के?
तर लास्ट थाकियो है सोचेभन्दा बढी तर ठिक छ ल यतिसम्म हुनुपर्छ ल हाम्रो कडा आयो अब बेलुका गएर बुहारीलाई हेर्ने भन्ने ट्याक्क भलक हेर मेरो भन्ने सब्सक्राइब हान्न पठाउने हो लाइक कमेन्ट के छ बाहुबली महेन्द्र हाम्रो भाइको नाम चाहिँ यो अर्को भाइ चाहिँ त्यहाँ घोप्टी परिहाल्यो ल दौड्यो विपिन भाइ ओह्रालो छ अब आयो आयो पारामा हिँड्छ फेरि भाइ ओके पुरै एथलेटिक्सलाई पनि जित्दिने जस्तै गरी हिँड्छ यार पुरै पारामा अगाडि हिँड्यो ल हेर हो त विपिन भाइ त हो मै लास्टमा चाहिँ यार यिनीहरूलाई भेटाउन पनि गाह्रै पर्ला जस्तो माने मैले यहाँ त स्टन्ट हान्न खतरा मजा आउँछ कट हजुर ल आयो आयो म त भिडियोमा हालिदिने ल ल जाऊ जाऊ केही फरक पर्दैन अगाडिदेखि थोडी न देखाउने होइन र पछाडिबाट देखाउने हो को मजा हान्दैन केटा ल अब गाउँदै हिँड गाउँदै ल कुन गीत गाउने सनम तेरी कसम मुद्दा हान्दैनौ ल घर पनि अब गाउँको देखिन लाग्यो यानि कि हामी जयपुरतिर पुग्न लागिसक्यौँ होइन ट्याक्कै त्यो भाइले के गर्न लाग्यो ल ल ल के गर्न लाग्यो भाइ बाई बाई त्यो पुच्चेले चाहिँ बाई भनिरहेको होइन हामीलाई ऊ त्यो चाहिँ भलिबल खेलिरहेको रहेछ यो 0.5बाट जुमै गर्न मिल्दो रहेछ कि यार कान्ट के भन्छ कान्ट जुम इन आवर के पो यो इङ्ग्लिस पढायो पनि इन दिस मोड रे भन्नु भयो थाकियो हेर्न त्यो बाउलालाई हेर्नु न बाउला कस्तो सुती मुत्ता आउँछ फेरि आउँदै गर है हजुर के बताउनु के भनेको कहाँ बसाल्न मिल्छ अहिले लोटिन्छ यहाँ नाम के हो तिम्रो के कुशल के कुशल बिका कहाँ बस्छौ घर कुन हो ए माथितिर हो ल हामी गयौँ बाई बाई अब ठुलो भएपछि हामी जत्रै भएपछि चढ्ने ल हस् ल भाइ देखेपछि बच्चा बच्चीहरूलाई पनि खेल्न मन लाग्ने रहेछ होइन बच्चा बच्चीलाई कहाँ खेलाइदिने फेरि काठमा बसाएर लोट्यो भने त लोट्यो नि अग्नै विपिन भाइ नै त्यहाँ गएर के गर्ने भन्दा पनि अब त्यहाँ खेतमा जाने बस्ने चाउसा खाने त्यसपछि हामी बाख्रा यो लगेर खान पनि सक्छौँ होइन कराइहाल्यो लग भनिहाल्छ कि बाख्राले फेरि खै प्लेन खै ए हो खै मैले त देखेन यी हाम्रो घरेलु प्लेन त यो क्यारे मेरो छायामा चाहिँ गिटार बोकेको ट्याक्क ल पारामा ए अघि नैदेखि मैले आफ्नो छायामा देखाउनु पर्ने रहेछ यार खेलेको यार है तेरिको थाहा नै भएन कि अब यस्तो गर्न लागेर कहाँबाट हुन्छ त लाग ल
बिस्तारै 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 उठा उठा बिस्तारै हो कि चोट त लागेन यहाँ पो ल गएछ यति त हुनुपर्छ कि यो भित्र त झन्कावाला खुल्यो देखाम र भइगयो यस्तो गरौँ न पानी त ल्याइसक्यो दुखिरहेको छ कि पानी हालिदिउँ हामी ऊ यतै गएर खेततिर गएर ढलेमा देखेनौ तिमीहरूले ए हेर कतातिर बस्ने जुर त फेरि उब्रेको मैले देखेन मैले देखेपछि त्यहाँ भिडियो गराइहाल्थेँ फेरि अब हेर्नु त आइसक्यो हेर्ने कसम रातो भए हेर भिडियोमा नदेखाउ न हेर न भित्र लामै गएको क्या तर यति भनेको चोट त लारै थियो यार खाला गाह्रै छ कि नै फर्के म फेरि दम गरेर त्यो कटाउँछु भनेको दुलोमा झ्यापको अड्क्यो ल्याक्क गयो यहाँ गयो केही भएको छैन भनेको तर गएछ चाला हेर हामी सेफले चलाउनु पर्छ त्यही भएर यस्तो गरौँ न तिमीसँग छ चाउचो लिएर पनि पानी यहीँ ब्यागमै छ पानी चाउचो लिएर आएर बसेर उता जाम कि विपिन भाइ ऊ यहाँ बस्ने ठाउँ छ यहाँ म र महेन्द्र ऊ लिन जान्छौँ चाउचो लिन जान्छौँ ऊ त्यहाँ दोकानमा तिमीहरू बस्दै गरेर गिटार सितार बजाउँदै गर न पानी भाइ के खाने ल भन कोक कि बियर ल भन नआस न यार कोक खाइदिउँ है मजाक मात्र गरिदिएको हो अर्कोचोटि जामलाई बियर हान्ने गऱ्यो भने केही फरक परेन कति छ नै भयो भयो अहिले सन लोटे थिएन एकैचोटि लोटे धुवा उनीहरू लोटे के 100 रुपियाँ देऊ न 100 रुपियाँ अहिले सन लोटे थिएन एकैचोटि लोटे तर धुवा भइगयो यार मध्ये यार कोकलाई कति पर्छ ठुलो जम्बोलाई त 260 अनि के यत्रो पैसा लाग्छ 5 वटा 50 वाला ल्याउन कतिवटा कति रुपैयाँ टोटल 200 वाला बढीमा कतिवटा ल्याउने हो त अनि दुईटा ल्याम न दुईटाको अनि अरु चाउचाउ ल ए हैन तीनटा नै ल्याम यस्तो गरेर खुल्ला पनि देऊ न त्यसरी खुल्ला मात्र त्यो 100 को नोट राख यहाँ बाडी चुडी हुन्छ कि धेरै पनि किन लगिदिन्छ मेरो यहाँ ढेल टट्टा उ यस्तो गर ल ल ल चाहिन्छ भने यो पनि लगाऊ नै नै छ मसँग छ उता गएर बस्दै गएर उ त्यहाँ पुल भन्दा उतातिर छ बाटो शीतल छ के शीतल छ के यता छैन यता जाने यता त अहिले कति रोड आइसक्यो उ हिँड्नेमै छ कि त्यो घरभन्दा उता छ उ त्यहाँ निमै छ उ त्यो पोल छ त हो त्यहाँ निमै बस्दै गरेर दुबो छ त्यहाँ ए गीता बल्लमा फेरि हुने भयो के फ्रीको कुरा हैन के यहाँ मेरो चाकै उडिसक्यो जाने तिमी पनि आउन आउने बे के गर्ने कति रुपियाँ अब हामीसँग गर्नुपर्छ क्या हो पैसा नआस है बेलुका भिडियो हेर्नु आउँछ ल युट्युबमा पैसा पैसा भन्दै थियो त्यो बहिनीहरूले झुक्काइदियो यार हेर यहाँ पैसा ल कति छ 10 20 30 40 40 140 140 रुपियाँ छ है हामीसँग मसँग चाहिँ 100 रुपियाँ जति होला पर्यो भने हाल्ने हो नत्र केही न केही पसल त भेटाइहाल्यो को जान्छ मसँग आऊ यहाँ पो जान सकिन्छ कि नै हो लोटोला ऊ दिनु न साउचाउ दिनु न हामीलाई ल त भिडियो गराऊ महेन्द्र भाइ बल्ल आज धन्नै लोड्नु लाग्यो ल भिडियो गराऊ त साउचाउ दिनु न कतिवटा लाउने 5 वटा जति लाग्यो कतिजना 5 जना दाम 5 मोबाइल पछाडि छ कि पैसा कस्तो हामी चाहिँ सामान लिइसक्यौँ होइन अब चाहिँ हिँड्दै ल म त बिस्तारै है
ल म बिस्तारै महेन्द्र भाइ म लोट्यो नि त गयो के मोबाइल सुबाइल सब गयो अरू त त्यस्तै ल फाइनली आइयो सामान लिएर आइसक्यो होइन ल ल ल धेरै त छैन अलिकति बजेटको अभावको कारणले गर्दा विपिन भाइ कतिको मजा आइरहेको बियर खान पाए चाहिँ मजा आउँदो यिनलाई त नै ती भाइहरू फेरि किन गइरहन् त त्यतातिर कसको मोबाइल अवश्य जुत्ता खोल्नुपर्छ होइन किन फेरि किन पुग्यो भनेर हिरो खाएको पनि देखाइदिउँ न ल सब्सक्राइबर ल हामी चाहिँ पुगेर जुत्ता सुत्ता खोलिसक्यौँ होइन यहाँ अब मजा आयो लास्टै आज तिम्रो फर्स्ट टाइम हो नि ल कस्तो भयो भनिदेऊ त कस्तो भयो भन्दैन अब स्टेसन देखाउन सकिन्न राम्रोसँग तर रमाइलो भयो नि देखाएको मेरो त यहाँ त पुरै ट्याटु बस्यो यार ट्याटु यो वाला पनि देखाइदिउँ न यहाँबाट घाम टल्क्यो ल यहाँबाट राजेश हो म राजेश हो कि के अरे चाउचाउ खोला अब भाइ खाएर अब हिँडिदिनु पर्छ हामी पनि यो देखिहाल्छ अँध्यारोमा चम्किने मान्छे हो त हामी त ल हामी आइसक्यौँ दाइ यो ठाउँको नाम के अरे हामी चाहिँ यहाँ जयपुर आइसक्यौँ कालागाउँदेखि हजुरहरू पनि आउन चाहन्छ भने सम्पर्क गर्नु ल हामी जुत्ता लाउने ल्याउने बसाइ सरी मायाले देखाने त अलि यता नारेती ल त्यो आउन चाहने इन्ट्रेस्टेड मान्छेहरू चाहिँ सम्पर्क गर्नु होला फ्रन्टबाट हो ब्याकबाट ल चाउचाउ आइसक्यो ल चाउचाउ खाएर एकछिन रमाइलो गरेर निस्किन्छौँ हामी ठिक छ विपिन भाइ मिठो छ कि चाउचाउ मिठो छ नि भोक लागिरह्यो होला है चपाई चाहिँ मिठो छ नि यसको थाहा छ हाउ वाज योर एक्सपिरियन्स राइट नाउ गुड हो नि है यदि आउनु मन लाग्यो भने कन्ट्याक्ट होइन त्यो त त्यही हो ल गाइज मलाई पनि देखाम न किन छुटाउने अरूलाई मात्रै यसो कपाल मिलाम भने छ अब हात अब होइन हाम्रो चाहिँ अब गिटार सुरु हुन्ला होइन यो कहाँ हो टोलाको आज छम्मालाई नभनेर आएको कतैबाट नै ल हाम्रो गिटारिस्ट चाहिँ उहाँ सर हो होइन आशिष सर हो कि नै मलाई बजाउन सिकाउनु नाच्दा गिटार सिकाइदेऊ सानो मुहारै छोपेको एउटा गीत गाउन त मिठो गाउन त कुन गीत गाउने अगाडि कुन गीत गाएको थियो रे एकलो जीवन क्रापो पर्दैन टाढो सबैलाई निकाल है एक्लो मनका कुरा सुनाउन तिमीलाई रोजेको मेरा सारा माया तिमीलाई दिने मेरो चप्पल काल्चो चप्पल तान्द अन्जानमा कुन गीत यो त आउन्न मलाई
मुस्कान याद आउन्न कि तर पब्लिक रियाक्सन खोज्दैछु मनमै बस्नु तिमी हुँदा त हटाउने एक्लो जीवनमा केवल साथ खोजेथे रेशम आउँछ आउन्न त्यही पनि यो वाला मात्र आउँछ ल लाइन मात्रै हान्नु त अब फ्री स्टाइलमा हुनेर जाऊ कि रामा रेशम जीवनमा केवल साथ खोजेथे मनका कुरा सुनाउन तिमीलाई रोजेथे मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा अन्जानमा तिमीलाई बाट्न पुगेछु मेरो नाम गरिएको छैन सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन अधुरो मेरो प्रेम अधुरो नेट हल्का चल्दैछ है अटकी अटकी भन्दै छोडी गयो तिमीलाई पनि थाहा छैन कहाँ पुगेछु म पनि तिम्रो यादमा चाहिँ कति रोम मन दुखेर कहाँ पुगे थाहा छैन मलाई पनि यति धेरै गिरा किन गर्छौ मलाई सायद यो मुटुमा मेरो नाम कोरिएको छैन ल हाम्रो अर्को रक स्टार विपिन भाइ हो देउराली डाँडाको शीतल हावामा संसारलाई लाग्थ्यो बिनाको जिन्दगानी यो कसरी नै त काटुम है हेल्नमा चढी मजा फेरि वान्स मोर टेकान्डो त्यही त त्यही चाहन्छु म अब मजाक गर्ने कोही छैन मै त अब गर्ने भनेको अब चाहिँ केटाहरूले प्याक स्याक अब बोस र सोसो पिग्लिने टाइम आउनु लाग्यो ए यो ह्याप्पी इन्डिङ अब यहाँको लागि चाहिँ अब बाटोतिर भेटौँला गाइज ल जय नेपाल ल अब चाहिँ हामी यहाँ प्याकिङ गरेर जान लाग्यो होइन ल केटाहरू पुरै फर्ममा
आफ्नै पारा इन्डियन दिनु फेरि ल यहीँ लगाउने ल लगाउन पर्यो होइन अब चाहिँ हामी रेडी भएर जुत्ता सुत्ता लाएर हिँड्छ ए हामी चाहिँ चप्पल छ मातेर चप्पल हाल विपिन भाइ बोको न बोको एकजनाले अब प्याकिङ हान्नु पो गाडो यति हो नै चप्पल पानी छैन अब त मजा प्याक हुन्छ ओके स्टन्ड हो दुईजना त हराइहाल्यो त विपिन भाइ चाहिँ बस्दैन फेरि हामी अगाडि गएर बस्नुपर्छ ल के आन्दे पारामा हिँड्छ पारामा बस्ने हामी चाहिँ यो टिके मार्टमा आइसक्यौँ केही किन्ने हो भने किन है यो टिके मार्टमा बजेट छैन होइन मलाई भनेपछि उता दिइहाल्छन् खै हाम्रो महेन्द्र भाइ अब चाहिँ हामी भुरली चोक निम्मै पुगिसक्यौँ अब हाम्रो गन्तव्य थोरै छ है पुग्न बाँकी पाण्डे भाइ त्यही पनि अगाडि गइहाल्छ मभन्दा भेटाइदिने ल भेटाइदेऊ भेटाइदेऊ भेटायो कतरी हिँड्छ यार यो के छैनन् रे केटीहरू कि देखेका को हो नि त यी सेतो पऱ्यो हुन त तिम्रो पनि अन्टी त अन्टी नै हो अँध्यारो भइसक्यो अहिले त अब त यता उज्यालो आउँछु फेरि ल साँच्ची हो ल लास्टमा मैले सक्दैन मलाई यार भिडियो गराउँदै वाकमा रिसाप त्यसले सुनेन कि के उकालो कट्न पर्यो सकिन्छ त भने केटाहरूले कट्यो है कट्यो 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 ल है कट्यो 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 केटाहरू स्केटसम्मै पुग्ने भयो ठिक्क टाइम भइहाल्यो हामी चाहिँ अब स्केटमा पुग्नु लागिसक्यौँ होइन जेब्राबाट हिँड्न लाग्यो केटाहरू गाडीले हान्दै लाग्यो कट 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 मारो कट हान्दै ला फेरि यता आडो नि हेरौँ है ल कट 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 हो ल हाम्रो अब सफर
गाइज कहाँ हो गेम खेल्न गएको थियौ तिमी नै ठिक छ भिडियो कोसँग हुने हो र अनि के छ भने कहाँ हो हराइदिने कहाँ हराउने हो खोलेर अब सुन्दर चाहिँ रुममा ल केटाहरूले जुत्ता खोल्न लाखन होइन हामी चाहिँ अब स्केटमा पुगिसक्यौँ होइन आशिक कस्तो भयो त आजको ट्रिप बब्बाल भयो यहाँ त पुरै ट्याटु हानेर आएको छु मैले ट्याटु कोइला नदेखाउने यहाँ फेरि तर रमाइलो भयो आज ल आजको एकदम ल खुट्टा दुखाएन अरे कोही मेरो त दुख्दै दुखाएन खुट्टा दुखाएन तर हल्का ल लास्टमा के भन्नुपर्छ ल भ्याइयो आजको लागि यतिसम्म ल टिल देन गुड बाई